मासु पोली खाने त सुरसारै छैन। यिनीहरू यतिखेरै 2:30 भइसक्यो। हेलो गाइस, नमस्ते, गुड मर्निङ, सेवारो सम्पूर्णमा आज पनि म केही नयाँ भ्लग नयाँ भिडियो लिएर तपाईँहरू सामु उपस्थित भइसकेको छु। र आजको दिन चाहिँ विशेष गरी तपाईँहरूलाई 2082 सालको धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छु। र आजको यो भिडियो चाहिँ के को लागि भनेर यो भिडियो हेर्नुभन्दा अगाडि नै यो टाइटल एन्ड थम्बनेल हेरेर तपाईँहरूले थाहा पाइसक्नु भएको छ। र अब यति भन्दै अब हामी चाहिँ अब यहाँबाट हिँड्न लागेको, म चाहिँ हिँड्न लागेको। अब साथीहरू छन्, पर्खिरहेछन् साथीहरूले, 2-3 जना साथीहरू यहाँ छन् र 2-3 जना साथीहरू उता छन्, पर्खिरहेको छन्। अब यिनीहरू अहिले 10 बजिसकेको छ, 10:30 भइसक्यो। अब हामी हिँड्न लागेको हैन। आज नयाँ अब 2082 साल मनाउनै पर्यो, नयाँ वर्ष मनाउनै पर्यो भनेर चाहिँ अब साथीभाइहरूसँग यसो रमाइलो गर्नको लागि चाहिँ हामी निस्कन लागेको भन्दै चाहिँ अब हामी निस्किन्छौँ। आजको दिन चाहिँ साथीहरू भाइहरूसँग मिलेर चाहिँ एकदम रमाइलो गर्ने हो। अब भिडियोमा तपाईँहरूले देखि नै हाल्नुहुन्छ कस्तो हुन्छ भन्ने प्रतिक्रिया देखिहाल्नुहुन्छ है। यस्तो रमाइलो गर्छौँ, यस्तो रमाइलो गर्छौँ है त। ल लागेको, तिमी पनि राम्रोसँग ह्याप्पी न्यु इयर मनाऊ, म पनि मनाएर आउँछु है त। म चाहिँ फाल्टै ठाउँ जान्छु, ऊ चाहिँ यता उसलाई चाहिँ बजारमा अब उनीहरू उसको साथीभाइ अनि बहिनीहरू छन्, बहिनीहरूसँग ऊ चाहिँ रमाइलो गर्छ। यिनीहरू कन्सर्ट छ इलाममा होइन, ऊ नजाने पनि भन्दैछ। जा भनेर जाऊ भनेर भनेको, ऊ चाहिँ फेरि जानु मानिरहेको छैन। पैसा चाहिँ दिएको नि, फेरि मैले दिएको छु अझै पैसा दिएको छु, मैले दिएको छु, तर मैले कति दिएको छु भनेर चाहिँ म अहिले भन्दिनँ, उसलाई नै थाहा छ त्यो पैसा। एकदम जाने मुड मान्छ, नजाने मुड मान्छ। ल म चाहिँ यति भन्दै निस्किन्छु म अब ढिलो। ल बाई, फेरि पनि हाई फाई हो। ल अब चाहिँ म पनि हिँडेको है। साथीहरूले पर्खिँदैन जस्तो लागिरहेछ मलाई, ढिलो भयो भन्दै थियो। अब यहीँ 10:30 भइसक्यो। ओहो, हाम्रो मुतुबसिंह अघि रेडी चलो। राति साथीहरू अब चाहिँ हामी पनि होइन, बाइकमा चाहिँ पेट्रोल छैन, तर यतै लगाएर जाउँ भनेको थियौँ। अब तर उतै पाउँछ भने यता के लगाउनु भनेर ढिलो पनि भइरहेछ। अनि ढिलो गरेर जानुभन्दा त बरु नभरिकन उतै गएर भरौँ भन्ने हो सल्लाह हो। अब हामी नभरि जान्छौँ, किनभने यहाँबाट हामी गाउँमा पनि निस्केर जानुपर्ने छ। अब यहाँदेखि हामी गाउँमा निस्केर, गाउँमा साथीहरू छन्, अब त्यहाँ निस्किनु हामीलाई आधी घन्टा टक्कै लाग्छ। अनि जाँदाखेरि अब कहाँ लाग्नु जस रमाइलो हुनुपर्छ। जस 11 बजी चाहिँ हामी गाउँबाट हिँड्छौँ। साथीहरू प्रायः सबैतिर छन् साथीहरू। अस्तिको चोटि पनि गएको हो हामी, यसरी नै गएको। अस्तिको चोटि जाँदाखेरि चाहिँ अलिक कस्तो नरमाइलो फिल भयो क्या। अब अलिकति क्रास भयो बाइक, साथीहरू चढ्यो, एक्सिडेन्ट भयो, एक्सिडेन्ट भएको हो त्यतिखेर चाहिँ। अनि त्यति खासै रमाइलो भन्दा पनि रमाइलो गरियो त्यतिखेर पनि, एकदम रमाइलो भयो। योचोटि हेर्नु अब के कस्तो हुन्छ। एकदम सेफ्टी नै फर्कौँ भन्ने सोच हो हाम्रो पनि होइन। सबैलाई राम्रै तरिकाले राम्रो तरिकाले मनाएर आउँ भन्ने भएको छ। यति भन्दै अब भिडियो लामो हुनसक्छ, यति नै इन गर्छु। अब एकचोटि डाइरेक्ट हामी गाउँमा पुगेर यो तपाईँहरूलाई देखाउँछु, भेटेर हामी त्यहाँदेखि लाग्छौँ है त। बाई बाई। ल अब चाहिँ म पनि लगभग गाउँ आइपुगेँ है। ए गाउँ है साहब, लगाना नहीं पट्टा लाग्छ त। आइपुग्यो। साथीहरूको के कसो छ तामझाम, रेडी भइसक्यो कि? 11 बजे छ, 11:30 भइसकेको छ। कति ढिलो भयो है, गाडी अटोलाई पर्खिँदै आउँदाखेरि ढिलो पनि अब त अघि आइपुग्यो। गाउँ आइपुग्यो। हाम्रो सानो बालापनमा खेलेको अङ्गान आइपुग्यो है। उतै हो हामीले खेलेको क्रिकेट, गुच्चा, खोप्ची, फुटबल भन्ने ठुलो अङ्गान। यो अङ्गानले हाम्रो गाउँ प्रसिद्ध छ है। कोही छैन, रेडी कोही छैन। हामी पनि भर्खर सुरु भयो हाम्रो लगाइ। साथीभाइहरू अगाडि लागिसक्यो, हामी मात्र बाँकी रह्यो। हाम्रो लोकेसन चाहिँ रह्यो खोला। हाम्रो माथिको क्यान्सल भयो, हामी जाने भयौँ खोला। तर पनि रमाइलो हुने भयो।
पौडी खेलिने भयो माछा मारिने भयो त्योभन्दा रमाइलो के सोच्नु माथिको गएको भनेर तल गएकोमा त धेरै मिल्दैन नै मिल्नु चाहिँ तर ठिकै छ बाटो चाहिँ यस्तै छ खत्तम अफरोड गाह्रो छ झरेको छ मोबाइलले झारेको छ हामी अब पुग्नु कति आधी घन्टा लाग्छ आधी घन्टा पुग्नु बनाउनु फेरि ठाउँ खोज्नु यो चाहिँ मैले पढेको स्कुलै सानोमा बच्चापनमा पढेको परको डाँडाको स्कुलमा मैले 7-8 पढेँ होइन यो चाहिँ हाम्रो अमरज्योति स्कुल पाला पनि बित्यो मेरो हाम्रो यहीँ भेट्यो याद त्यो गएकै छैनन् भन्दै त्यो केटाहरू यहीँ भेट्यो त्यसलाई भन्छ कोप्चे हाम्रो स्कुल माथिको ल है सँगै भयो अब एकैचोटि भरे तल भेटौँला है मौसमले पनि साथ दिएको छ एकदम क्लिन छ मौसम घाम लागेको छ पानी पर्ला जस्तो छैन हामी आएको छ कि परको पारीको डाँडाबाट आएको हो हामी जानुपर्ने यहाँ तल कहाँ जाउँ माइकोलाको दोकान जाउँ क्या तल पछाडि चाहिँ हाम्रो सलिन बानिया बसिरहेछ नाम भनिदिनु ग्रुपको नाम यो अगाडि हिँड्दैछन् हाम्रा डिनेक्स राइडर र पछाडि चुचुल्यान्ड अनि 2वटा बाइक पछाडि छन् 2जना छन् अनि एकजना चाहिँ उता इलामबाटै झर्दैछ अरू सबै 4-5 जना चाहिँ अटोमै छन् अटो गाडी बाइक 4वटा लिएर हामी त सुँगुरको मासु लिएर उकालो लाग्यौँ है नयाँ साल मनाउनु साथीभाइ हो अरू साथीभाइहरूले कसरी मनाउँदैछन् ह्याप्पी न्यु इयर हामी त यसरी पो मनाउँदैछौँ पहिला त नयाँ साल प्रोग्रामतिर गएर मनाइन्थ्यो यसपाल चाहिँ हामी नै प्रोग्राम बनाइदिउँ हामी नै नाचौँ भनेर चाहिँ लागि है 2 दिनको जिन्दगी अरे भन्थ्यो 12 महिना बितेको थाहा नै पाइएन हो चुचुलाई पानी टार जाँदा कस्तो फिल भइरहेछ पानी टार जानु कतिको फिल भइरहेछ ठिकै छ झन्डै रुए मुला पानी टार जानु नपाएर झन्डै रुए ए मासु खान जानु नपाएर झारिदिएको केटोलाई त वीरेन्द्र जङ्गलमा आइपुग्यो ल हामी चाहिँ अब अटो पर्खाइ कति हुने भयो यो यस्तो बाटोमा आमा यार हाम्रो त मासु पोली खाने त सुरसारै छैन यहीँनिर यतिखेरै 2:30 भइसक्यो आज बासेरै होला जस्तो छ केटाहरूले खोला जाउँ भनेर कहाँ आइपुग्यो खै अहिलेसम्म टुङ्गो लागिएको छैन कोही भोकाएर अनुहारै कालो निलो भइसक्यो खाजा खाने बेला पो भइसक्यो खाजा खाने बेला भइसक्यो त्यसको हामी यो यतिखेर गेवा डाँडा भन्ने डाँडामा आइपुगेछ थोरै टाढा आइयो त अनि माथिको डाँडाबाट आएको अहिले बाटो हेर्दै माछाले झन् बाटो एकदम खतरा छ एकदम अफरोड सानो छ पुरा बाटोमा कुदाइराखेको छ लास्टै अप्ठ्यारो रहेछ कता आयो यार हामी त एकदम अलमल्ल पऱ्यो 2 बजीसम्म यहीँसम्म यतिखेरसम्म अटोले गर्दाखेरि आज ढिलो भएको बिस्तारो ल्याउँदै डोर्याउँदै खेल्दै उचाल्दै बोक्दै ल्याउँदाखेरि गाह्रो छ यार अटो बोक्दै फेरि बोक्नु पऱ्यो खत्तम यार तर अहिले आजसँग सरिने भइन्जेलसम्म केही फरक पर्दैन तर हो यस्तै छ 12 आजको हाम्रो पिकनिक यहाँ यसँग हो उतालाई धरेछ लु केटा खला खला मेन अब हामी लाग्यौँ आफ्नो गन्तव्यतिर यहाँदेखि बाइक राखेर कोही तल पुगिसक्यो
जाने सामान्य त्यो गाडी त आउँदैन होला नि त होइन यहाँ ल है त गाइज हामी चाहिँ आज न्यू इयर मनाउनको लागि आइपुगेका छौँ हाम्रो पुवा खोलाको कुने धोमा होइन वाउमा हाम्रो केटाहरू एकदम तयार र एक्साइटेड पनि छन् गर्मी भने त्यस्तै छ ए शीतल ठाउँ पनि रहेछ हाम्रो पिकनिक स्पट हामी फाइनली आइसकेका छौँ त्यस्तो पनि हुन्छ हाम्रो केटाहरू एक्साइटेड छन् एकदम एक्साइटेड छोइजी खोकी काम केटाहरू आउनु पाएको छैन अघि छिरेर बुझ्दैन ल राजा हाँसहरू हेर त केटाहरू राजा हाँस बस बस बिरु यता दुईजना चाहिँ मेहनतीहरू परेछ केटाहरू मेहनत साथ आगो बाल्दैछन् हाम्रो चतुर्मान सिंह पिकनिक स्पोट बल्दैछ आगो हात्तीभन्दा आगो ठुलो भन्नुपर्छ धनी पो बसेर कान्छाले मासु पोल्ने ल्यायो बाल्यो अब चाहिँ बोटेर ल्याएको नयाँ वर्षको हाम्रो नयाँ खालको काला बुतुङ्गे बुझ्छु एकचोटि चुलेर चुटिङ गरेर आउनुपर्छ ल पौडी खेल्नु लाग्यो ल के गर्दैछौ तिमीहरू दुईजना पानी मुनि केटाहरू त यार पानी बिना पानीभित्रको राजा जस्तो देखिरहेको म पनि छिरेको अब चाहिँ इधर देख सकते हैं आप लोग कौन लोग हैं कहाँ से इतने ऐसा वाला छुटोरा लोग आता है देखो केटाहरूको यहाँनिर एकदम कोचेन धेरै पानी पनि पस्ने तगडा के भन्नु चलिरहेको भएन हौ केटाहरू हाँसेर के भयो पानी मुनि हाँस्यो कि क्या हो भ्याएको त भन्दा नि बुच्चे जस्तो बुच्चे कुकुर जस्तो देखिन्छ पछिल्लो काशी कति दिएको है उता त्यो चतुर्मान काका हुनुहुन्छ उता काजु मासु हाम्रो कुकम्यानहरूको खबर के छ केटा बिरु जाठोले पकाएको भिरमा लिम्बू अस्तिको चोटि मासु जङ्गलमा गडाएर काटेको थियो यसपालि चाहिँ पोल्नुमा पऱ्यो जाँटो खतरा फेरि गर्दा कच्चा बाबा सबै त्यो उयो के अरे यस्तो घाटेको हो बाबा झन् म यहाँ बाँस राखिरहेको छु नटेकोस् भनेर आधा 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 केजी बिरुको ज्यान देखाइदिएन बिरु ज्यान देखाइदिएन कालो मेन
यार स्किल यतिकै स्किल चाहिँ हुनुपर्छ पौडी खेलेको आँखा रातो भएको छ अरे हो तेरो छैन चलिने पनि रातो भएको आजको सेकुवा म्यान चाहिँ काला म्यान भयो झरनाको पानीले ल्याउने त्यो कमल की डाली के मनले खाके गाली इन्द्र कमल की डाली नाजुक तिम्रो पैसा कोमल रूपको छलाली लिलीलाई देखेर लैले लिलीलाई देखेर लैले मिठो बोली मायाको मायाको दिलै राम्रो मायाको रूप हेऱ्यो हजुरलाई मायाको दिलै राम्रो मायाको रूप हेऱ्यो हजुरलाई मायाको जान देखा मायाको जान देखा लड्किन्छ मेरो हजुरलाई कतिको तात्यो चक्चक गरिरहेछ अहिले चाहिँ हामी यहाँ अहिले पुवा र माइको मिश्रित ठाउँमा आएर यसरी वनभोज गरिरहेको छौँ है साथीभाइहरूसँग मिलेर रमाइलो 1 गतेको दिन चाहिँ आज विशेष कोही आफ्नो आफ्नै रुममा छन् कोही तल ढुङ्गा टिभी खेल्दैछन् है कोही माथि पौडी खेलिरहेछन् 2-3 जना आफ्नै सुरमा छन् को मर्छन् होला कोही यता नाचिरहेछन् होइन कोही यता मासु काट्दैछन् अनि कोही पकाउँदैछन् अनि म चाहिँ भ्लग बनाउँदैछु हाम्रो फर्स्ट बाइट अब रेडी भइसक्यो फर्स्ट बाटको अनि सेकेन्ड बार राखिसकेको छ चढाउनुपर्छ छिटो बाफ्रे त्यो भए त मा
आएको टोके यति बेलामा भिडियो गर्दैछ यो बसाएर यस्तो बबाल भएको छ नि यार दुईटा खाना खाँदै रितेर ऊ पर पुगिरहेछ त अनि केटाहरू सबै आफ्नै चिममा छन् सकेछ केटाहरू माया जोड्छु म त माया कुनै गर्छु म साह्रै गाह्रो के भयो नानी मायाले बोलायो मिठो चाहिँ मिठो खान्छ दिदीले के लाएर दुईजना जाने मासु पोलिँदैछ है अहिले चाहिँ हसिन पसिन हुँदैछ अहिले चाहिँ यसले यो चाहिँ निकै ठुलो राखिएको छ क्या त्यो पनि अलिकति कोल्टे राख्यो यसले मात्रै काम दिइरहेछ अलि खाइसक्यो अब अरू पर पौडी खेल्नु गइरहेछन् यहाँ हामी दुरा टाँसेको जस्तो भित्रमा टाँसिरहेछन् दुई सबै अम्मा बहन पे आ जाऊंगा मैं इनकी अम्मा बहन पे आ जाऊंगा मैं ल अब चाहिँ हामी पनि हिँड्छौँ अब हिँड्ने बेला भयो लास्ट डान्स भइरहेछन् बङ्गाल छत्रीलाई बोक्ने आँखाले गर्नु पर्यो बेजाने खोजिदिनु पहिले चाहिँ गुल्ला जाम्नी देता नि मारियो गुल्ला जाम्नी देता नि मारियो भेट्दै भेट्दैन साला नि भेट्नु पर्यो क्या चिया पुन्दैछु म अब चाहिँ हुँदैछ मासु अब अन्तिम हो हाम्रो सक्यो र रात पनि भयो फर्स्ट लास्ट अब चाहिँ गयो केटाहरू पनि अन्तिम हुन थाल्यो चतुर्मान के छ विचार
मजा आइरहेछ है आज चाहिँ एकदम रमाइलो होइन चेरिका पुनसँग हाम्रो सबभन्दा ठुलो छोरी जेठा सिम्पङ स्याम्पङ दोस्रो छोरी जेठा मङ्गा लिम्बू दुईजनाको त्यहाँनिर उयो आजको म्याप हेरिँदैछ दुईजनाले म्यापको तयारी गर्दैछन् आज घर जाने म्याप रेडी गर्दैछन् ल अब चाहिँ लास्टै रात परेको रात परेको थाहा हुँदैन केटा जो आमा यस्तो भइसक्यो अब चाहिँ हामी हिँडेको अहिलेसम्म यहीँ छौँ खोलामै है रात परिसक्यो हिँड्ने अन्नसन्न धुने हिँड्ने ल बाई बाई सी यू अगेन हेलो गाइस हेलो गाइज 2082 सालको शुभकामना सबैजनालाई होइन आजको दिन यस्तै भयो होइन फ्यान्टास्टिक रमाइलो फ्यान्टास्टिक यस्तो रमाइलो हो पहिलोचोटि जिन्दगीमा गरे जस्तो भयो होइन अचार पिलित सब पिलित केटाहरू पनि पिलित साथीहरू पनि पिलित सरसामान पनि पिलित सबै पिलित मनमा नै माग्दै बोलेर देवारो खोलामा हामी झुठोमुख भए पनि जे भए पनि आज हामीले यहाँ 2082 सालको नयाँ वर्ष सेलिब्रेट गरेका छौँ जे भए पनि क्षमा गरिदिउँ रक्षा गरिदिउँ हामीले सदाभर यसरी नै हाँसी खुसी रहौँ ह्याप्पी न्यू इयर